च्यानल यो भनेर सबैजना आएर हुन्छ र म पनि एकदम आनन्दित हुन्छु। अनि आज चाहिँ हामी चाहिँ गाउँ जाँदैछौँ। अनि अस्तिको भिडियोमा धेरै माया गरिदिनु भएको थियो नि त। अनि आजको भिडियोमा धेरै माया गरिदिनु होला सम्पूर्ण देश विदेश हुने तथा दाजुभाइ दिदीबहिनी आमा बुवालाई धेरै धेरै धन्यवाद। धेरै सम्झेको छु, धेरै माया। अनि साथीहरू हामी चाहिँ आज गाउँको तर्फ छ हाई भन्नु सबैजनाले अनि साथीहरू यो चाहिँ नि हाम्रो गाउँ जाने बाटो हो। अनि हामी चाहिँ गाउँको तर्फ छौँ आज चाहिँ। अनि किनभने फेरि हाम्रो चाहिँ गाउँमा भोलि पूजा छ नि त। अनि त्यो भएको कारणले चाहिँ आज चाहिँ म चाहिँ गाउँको तर्फ छु। अनि त्यही हो साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो? आयो राम्रो लाग्छ होला है। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर नबिर्सिनु होला। भिडियो मन परेमा चाहिँ लाइक गर्न नबिर्सिनु होला साथीहरू। र अहिले म देखाउँदैछु है त तपाईँहरू। यस्तो भिड छ साथीहरू। वैशाख पूर्णिमा मनाउन जानुभएको दसैँमा चाहिँ भिड छ। यस्तो भिड छ साथीहरू, मान्छेहरू। कहाँ जानु लाग्यो तिमीलाई आजको यात्रा भन न? गाउँ जानु लाग्यो जस्तो जस्तै महलमा। रमाइलो छ है? तपाईँलाई रमाइलो छ बाबु? हाई भन्नु नि त एकचोटि यता हेरेर। आजको यात्रा कस्तो छ? इन्डियामा भन्दा नेपालमा चल्दैछौँ साथीहरू। त्यही हो मैले बाटोमा देखाउँदैछु साथीहरू। हामी चाहिँ यहाँबाट दमोटीको बजार देखिन्छ। हामी चाहिँ हेरिसक्यौँ। हामी कहाँ जाने हो? गाउँमा। देखेको चाहिँ मानुको डाँडा हो। मिठो डाँडामा निस्किने हो।
यो ठाउँको नाम छापको डाँडा भन्छ। छापको डाँडा, एउटा डाँडाको नाम छापको डाँडा हो नि है। हामी चाहिँ साथीहरू सो छापको डाँडामा आएको छौँ। अनि यहाँ चाहिँ सामान झार्दैछ। अनि उता एउटा घर छ। हाम्रो घर न्यु टाइम छैन, धेरै टाइम छैन है। भाइ पनि उठेको? उठ्नुभएको तपाईँ? हामी चाहिँ त्यही घर छ। Look. हामी चाहिँ सेताङ आइपुग्यो। सेताङ, यसको नाम सेताङ भन्छ। माथि घर छ, यता चाहिँ जङ्गल छ। साथीहरू तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ, एकदम राम्रो लाग्छ भन्ने आशा राख्छु। अनि जस्तो भए पनि भिडियो मन पर्नु भयो भने चाहिँ लाइक गर्न नबिर्सिनु होला। अनि कमेन्ट बक्समा गएर कमेन्ट लेख्न नबिर्सिनु होला। त्यही हो साथीहरू। अनि सम्पूर्ण सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सबैजनाले सब्सक्राइब सपोर्ट गरिदिनु होला। अनि चाहिँ सो साथीहरू, मैले चाहिँ छोटो मिठो भिडियो लिएर आएको छु आज चाहिँ। अनि सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई धेरै धेरै धन्यवाद। मलाई सपोर्ट गरिदिनु भएकोमा, धेरै माया गरिदिनु भएकोमा। अनि यो ठाउँको नाम चाहिँ सेताङ हो। सो साथीहरू, हाम्रो घर चाहिँ आइपुगे।
धेरै लामो यात्रा थिएन, तोरेको यात्रा थियो। सो साथीहरू हामी चाहिँ घर आइपुग्यौँ। भोलिको पूजाको साथ लिएर आउँछु भिडियो आजलाई यति नै। साथीहरू मैले चाहिँ आज भिडियो यहाँ एन्ड गर्न चाहन्छु। मैले धेरै लामो भिडियो पनि बनाउँछ होइन, अनि त्यो भएको कारणले अनि धेरै थके पनि लागेको छ, अनि बेसी ढुलो पनि भएको छ नि त। अनि त्यही हो साथीहरू, तपाईँलाई मेरो अन्तिमसम्म हेरेर माया गरिदिनु होला। अनि भिडियो मन परेमा चाहिँ लाइक गर्न नबिर्सनु होला। आजलाई यति नै, बाई बाई, थ्याङ्क यू। अर्को भेट भेटौँला। सम्पूर्ण देश विदेशमा तथा दाजुभाइ दिदीबहिनी आमा बाबालाई धेरै धेरै सम्झना, धेरै धेरै माया। आजलाई यति नै, बाई बाई। अर्को भेटमा भेटौँला नेक्स्ट भिडियो, अनि भोलि पूजाको भिडियोमा भेटौँला।